गाइज आज हाम्रो साननानी आमाको जन्मोत्सव। यो जन्मोत्सवमा चाहिँ सबैजना जम्मा भएर यहाँ आमासँग खुसी साटासाट गर्ने कार्य भइरहेको छ। यहाँ मसिना केटाकेटीका माउ अनि बिना बच्चाका माउ पनि छन् यतातिर। सबैजना जम्मा भएर चाहिँ एकदमसँगले यहाँ जन्मोत्सवको खुसियाली मनाइराखेका छौँ। केक आइसकेको छ तर यहाँ चाहिँ राखेकै छैन। यहाँ तयारी अवस्थामा मात्रै छौँ हामी। अब यहाँ सबैजना बसेर यहाँ नयाँ वर वधुको पनि आज उपस्थिति रहेको छ। के गर्ने यस्तै हो, गर्दै जाँदाखेरि यता सानो चुलोमा ठुलो कुकर बसाएर पुलाउ पाक्दैछ। यता सबैजना यो खानेकुराहरूलाई अंशबन्ड गर्दै गर्नु भएको छ। अब के गर्ने यस्तै छ। यहाँनिर यतिसम्म भइरहेको छ। यहाँ एकजना हाम्रो दिदी एकदम व्यस्त हुनुहुन्छ पकाउने उसमा। यहाँ सानानी आमाको नातिनी बुहारी हाम्रा बुहारीले चाहिँ ट्याक्क ह्याप्पी बर्थडे भनेर एउटा यो पिपिरी लाएर फुलाइवरी रेडी पारेर टाङ्न ठिक पर्दै सबैजनाले हेर्नुहोस्। ए नछेल्न अनुहारमा यार, नयाँ व्यवहार बधुलाई त यसरी खेल्न मिल्दैन नि। यो चाहिँ हाम्रो जेनजीको अगुवा, यो महालक्ष्मी नगरपालिका वार्ड नम्बर 4 मा चाहिँ बसोबास गर्ने हाम्रो जेनजी अगुवा। यी चाहिँ कान्छी नातिनी प्रजिता। सबैजना अहिले अब नानी बाबुहरू टक्क खान बसेका छन्। नानी बाबुको आमा हजुरआमा पनि खान तयारी गर्नु भएछ। यहाँ अब ह्याप्पी बर्थडेको यो सानो लिखत खै कसरी टाँगिरहेछन् यिनीहरूले खासै